विद्यार्थीहरूको सुरक्षाका लागि स्कूल बस निर्देशिका 2074 का निर्देशनहरूको साथसाथै निम्नलिखित बुँदाहरूमा विशेष ध्यान दिनुपर्दछ। चालकले आफ्नो बसमा यात्रा गरिरहेका सबै विद्यार्थीहरूको नाम, ठेगाना, कक्षा, उनीहरूको चढ्ने र ओर्लने बिसौनीको नाम उल्लेख भएको विवरण आफूसँगै राख्नु पर्दछ। बस चलेको अवस्थामा आपतकालीन द्वार लगायत सबै ढोकाहरू बन्द राख्नु पर्दछ। विद्यार्थीहरूलाई चढाउँदा, ओह्राल्दा र उनीहरूले बाटो काट्दा अन्य गाड़ी वा सड़क प्रयोगकर्तालाई संकेत दिनका लागि चाहिने ट्राफिक संकेत, स्टप वा रोक्नुहोस् लेखेको बसभित्र राखेको हुनुपर्दछ। बसको अत्यधिक गति सीमा 40 किलोमिटर प्रति घण्टा भन्दा तेज हुनु हुँदैन। सड़कमा एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सेवाका सवारी साधनलाई प्राथमिकताका साथ जान दिनुपर्दछ। स्कूल बसमा विद्यार्थी बाहेक अन्य यात्रु, मालसामान वा अनाधिकृत व्यक्ति बोक्नु हुँदैन। चालकले सबै ट्राफिक नियमको पालना गर्नुपर्दछ। चलिरहेको स्कूल बसमा विद्यार्थीहरूले उनीहरूको शरीरको कुनै पनि अंग बाहिर निकाल्न दिनु हुँदैन। क्षमता वा तोकिएको संख्या भन्दा बढ़ी विद्यार्थीहरू बोक्नु हुँदैन। विद्यार्थीहरू बसबाट ओर्लिएपछि सड़कमा चलिरहेका अन्य गाड़ी वा सवारी साधनले ठक्कर दिन सक्ने भएकोले बालबालिकाहरूको सुरक्षामा ध्यान दिनुहोस्।